हेलो नमस्ते एन्ड वेलकम छ सबैजनालाई एमेजिङ टेक्नोलोजी जोन च्यानलमा। आज म तपाईहरूलाई कक्षा 12 को एकाइ 6 विश्वको इतिहास एकाइको केही परीक्षाको लागि अति नै महत्त्वपूर्ण प्रश्नहरू लिएर उपस्थित भइसकेको छु। प्रश्नको साथसाथै उत्तरहरू पनि मैले यहाँ प्रस्तुत गरेको छु। मध्यकालमा मल्लवंशीय शासकहरूको योगदान चर्चा गर। यो प्रश्न लङ क्वेसन अन्तर्गत आउन सक्ने सम्भावना रहेकोले मैले यसलाई लङ क्वेसनमा कसरी लेख्नुपर्छ भनेर यहाँ प्रस्तुत गरेको छु। मैले यस प्रश्नको बुदागत रूपमा उत्तर प्रस्तुत गरेको छु। त्यस्तै प्रश्न नम्बर 2 मा मध्यकालीन नेपालको राज्यसत्ता, कानुन र अर्थतन्त्रको बारेमा चर्चा गर्नुहोस्। यो पनि लङ क्वेसन अन्तर्गत नै मैले यहाँ उत्तर प्रस्तुत गरेको छु। मध्यकालमा ससाना राज्यहरू उदय र अवसानका एक कारणहरू लेख्नुहोस्। यो अति छोटो प्रश्न उत्तर अन्तर्गत आउने प्रश्न भएकोले मैले यहाँ केही लङ क्वेसन र भेरी सर्ट क्वेसनहरू प्रस्तुत गरेको छु। आशा छ तपाईहरूलाई यो भिडियो मन पर्छ। यदि तपाईहरूलाई यो भिडियो मन परेमा लाइक, कमेन्ट अनि सेयर गर्न नभुल्नुहोला। आगामी दिनहरूमा पनि तपाईहरू माझ म यस्तै किसिमका एजुकेसनल भिडियोहरू लिएर उपस्थित हुने नै छु। यदि यो युट्युब च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने आजै सब्स्क्राइब गरेर बेल आइकन थिच्न नबिर्सिनुहोला। मैले यहाँ 9 वटा प्रश्नहरू प्रस्तुत गरेको छु, जस अन्तर्गत 2टा लङ क्वेसन र अन्य भेरी सर्ट क्वेसन प्रस्तुत गरेको छु। यदि भिडियो ब्लर आइरहेको छ भने भिडियोको क्वालिटी बढाएर तपाईले आफूलाई आवश्यकता अनुसार स्क्रिनशट लिई अध्ययन गर्न सक्नुहुन्छ। पक्कै पनि तपाईलाई यो भिडियो मन पर्यो होला। कृपया यो भिडियोलाई सेयर गर्न भने नबिर्सिनुहोला। Thank you so much all of you.